यी दुईवटा हामीले हेडर फाइल सेट गर्यौं यो आईडी void main मेनु र अब हामीले इन्टिजर टाइपको आई भन्ने भेरिएबल डिक्लेयर गर्यौं र clrsr स्क्रिन क्लियर गर्नको लागि clrsr युज गर्दछौं। अब हामीले printf the odd numbers from 1 to 100 1 देखि 100 सम्मको हामीले odd नम्बरहरू निकाल्न गइरहेका छौं। /n जसले न्यू लाइनमा जानको लागि मद्दत गर्नेछ। अब हामीले for लूप लगाउने छौं I equal to 1 I less than or equal to 100 or 100 I plus plus I plus plus for लूप में I को भ्यालु हामीले सुरुमा 1 राखेका छौं जसले 1 देखि सुरु गर्नेछ र I less than or equal to 100 I less than 100 or equal to 100 नहुन्जेलसम्म हाम्रो लूप चलिरहनेछ र I plus plus ले I को मान बढाउँदै जानेछ एक एक गरेर र अब हामीले यहाँनिर कन्डिसन चेक गर्दै छौं if I modulo division 2 equal to 0 जसले हाम्रो इभन नम्बरको odd नम्बरको लागि कन्डिसन चेक गर्नेछ र यसैमा अर्को हाम्रो continue कन्टिन्यू बटन राख्नेछौं जसले हाम्रो प्रोग्राम कन्टिन्यू गर्नेछ। यसपछि else मा हाम्रो रहनेछ printf %d /t I जसले हाम्रो I भन्ने भेरिएबल मा भ्यालु छ कर्ली ब्र्याकेट क्लोज गर्नेछौं र यति गरिसकेपछि हाम्रो प्रोग्राम छिर्नेछ। टर्मिनेट गर्नलाई getch र अन्त्यमा दिएको छ र अब हामीले कम्पाइल मेनुमा गएर कम्पाइल गर्छौं र हाम्रो प्रोग्राम 0 देखाइसकेपछि हामीले रन गर्नेछौं। रनमा हाम्रो the odd number from 1 to 100 are 1 3 5 7 9 गर्दै 95 सम्म हाम्रो odd number हुनेछ। odd number हुनेछ